हजुरले यो भिडियोलाई चाहिँ स्किप नगरी लास्टसम्म हेर्नुहुन्छ भने हजुरले पनि 100 मा 100% चाहिँ आफ्नो आइडीलाई चाहिँ भेरिफिकेसन गर्न सक्नुहुन्छ। सो हजुरले पनि दया सार्की युनिभर्सिटीमा कुनै न कुनै प्याकेज लिएर चाहिँ जोइन गर्नुभएको होला, आइडी रजिस्टर गर्नुभएको होला। आइडी रजिस्टर गरिसकेपछि हजुरलाई जिमेलमा आइडी पासवर्ड आउँछ। आइडी पासवर्ड आइसकेपछि आफूले त्यो आइडी पासवर्डलाई कसरी लगइन गर्ने, कसरी केवाइसी गर्ने, कुन चाहिँ वेबसाइटमा गर्ने भनेर कन्फ्युज हुनुहुन्छ भने यो भिडियोमा चाहिँ हजुरहरूलाई चाहिँ म स्लोली र अनि स्क्रिन रेकर्डिङ गरेर सबै कुराहरू सिकाइदिनेछु। कसरी चाहिँ केवाइसी गर्ने, कसरी भेरिफिकेसन गर्ने, A to Z जुन एसआरके युनिभर्सिटीलाई चाहिन्छ। यदि हजुरहरू पनि नयाँ हुनुहुन्छ, अहिलेसम्म द एसआरके युनिभर्सिटीमा जोइन भएको छैन, कन्फ्युज हुनुहुन्छ, द एसआरके युनिभर्सिटी भनेको फेक हो कि स्क्याम हो कि लाग्छ भने हजुरले चाहिँ कमेन्ट अथवा डिस्क्रिप्सन बक्समा पनि हजुरलाई म फुल भिडियोको लिङ्क राखिदिनेछु र हजुरलाई आई आइकनमा पनि राखिदिनेछु। सो हजुरले हेर्न सक्नुहुन्छ। यदि हजुरले पनि कुनै न कुनै प्याकेज लिएर जोइन गरिसक्यो भने हजुरको आइडीमा फर्स्ट भनेको नोटिफिकेसन आउँछ जुन कम्पनीबाट नै, जुन द एसआरके युनिभर्सिटीबाट हजुरको आफ्नो जिमेल आउँछ प्लस अनि पासवर्ड आउँछ। अब हजुरले आफूले राखेको पासवर्ड या हजुरले कम्पनीले राखिदिएको पासवर्ड चाहिँ तपाईँको जिमेलमा आउँछ। त्यो आएको जिमेलमा आएको पासवर्डलाई चाहिँ कसरी केवाइसी गर्ने, कसरी चाहिँ पासवर्डहरू चेन्ज गर्ने सबै कुरा चाहिँ म यो भिडियोमा सिकाउँछु। त्योभन्दा पहिला हजुरले चाहिँ आएको म्यासेजलाई चाहिँ राम्रोसँग हेर्नु होला। हजुरले चाहिँ पेमेन्ट गरेर कुनै पनि प्याकेज लिइसकेपछि चाहिँ हजुरको आएको नोटिफिकेसनमा जिमेल पासवर्ड चाहिँ एक चाहिँ याद गर्ने होला। कुनै पनि एउटा पनि तपाईँको स्पेलिङहरू अथवा क्यापिटल स्मल अथवा कुनै पनि प्रब्लम भयो भने चाहिँ तपाईँको इरर पनि आउन सक्छ। सो तपाईँलाई चाहिँ म यसमा चाहिँ केवाइसी कसरी गर्ने भनेर स्क्रिन रेकर्डिङ गरेर देखाइदिनेछु। सो स्क्रिन रेकर्डिङतर्फ लाग्नेछौँ हामी। हजुरले चाहिँ सबभन्दा पहिला चाहिँ हजुरले चाहिँ आफ्नो मोबाइलमा चाहिँ क्रोमलाई चाहिँ ओपन गर्नु होला। गुगल भन्दा पनि क्रोममा चाहिँ छिटो र सेफली तरिकाले चाहिँ गर्न सक्छ। सो हजुरले चाहिँ अरू कुनै ब्राउजरबाट गर्नुहुन्छ, जस्तै आइफोन हुनुहुन्छ भने सफारीबाट गर्नु होला अथवा गुगलबाट गर्नुहुन्छ भने पनि हजुरले चाहिँ डाइरेक्ट क्रोमबाट गर्नु होला। यदि हजुरसँग चाहिँ क्रोम भन्ने एप्स छैन भने चाहिँ हजुरले क्रोमलाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। हजुरले क्रोम डाउनलोड भइसकेपछि चाहिँ हजुरले चाहिँ ओपन गर्नु होला। ओपन भइसकेपछि माथि चाहिँ सर्च आइकनमा चाहिँ हजुरले चाहिँ द एसआरके युनिभर्सिटी .com भनेर चाहिँ टाइपिङ गर्नु होला। द एसआरके युनिभर्सिटी .com टाइपिङ गर्दाखेरि चाहिँ कुनै पनि स्पेस नदिनु होला र कुनै पनि तपाईँले चाहिँ क्यापिटल लेटरहरू नगरिकन सिम्पली स्मल लेटरमा मात्र पनि तपाईँले द एसआरके युनिभर्सिटी .com भनेर गरेर चाहिँ सर्च गर्नुभयो भने चाहिँ यस्तो खालको चाहिँ वेबसाइट खुल्छ, जुन हजुरले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ, यहाँ साइडमा पनि हेरिरहनु भएको होला। सो यस्तो खालको वेबसाइट खोलिसकेपछि चाहिँ यहाँनिर तपाईँले डबल डटमा जानु होला। यो साइटको डबल डटमा गइसकेपछि यदि हजुरको चाहिँ लगआउट भन्ने आउँछ भने चाहिँ हजुरले चाहिँ फर्स्ट चाहिँ एकपल्ट लगआउट गर्नु होला र हजुरको चाहिँ डबल डटमा जाँदाखेरि सिधै लगइन आउँछ भने चाहिँ हजुरले चाहिँ लगइन गर्न सक्नुहुन्छ। लगइन गरिसकेपछि हजुरले यहाँ चाहिँ आइडी र पासवर्ड हाल्ने अप्सन छ। हजुरले चाहिँ आफ्नो जिमेलमा आएको आइडी र पासवर्ड हाल्नु होला। आफ्नो जिमेल प्लस आफ्नो चाहिँ त्यहाँ पासवर्ड पनि आएको हुन्छ जिमेलमा, त्यो आइडी पासवर्ड हाल्नु होला है। सो मैले सिम्पली हाल्नेछु। हजुरले चाहिँ यसरी चाहिँ आइडी पासवर्डलाई हालिसकेपछि चाहिँ मुनिपट्टि चाहिँ येल्लो कलरमा चाहिँ लगइन भन्ने अप्सन छ। सो हजुरले चाहिँ लगइनमा चाहिँ क्लिक गर्न सक्नुहुन्छ। सो लगइनमा क्लिक गरिसकेपछि क्यामेरालाई चाहिँ अलाउ गरिदिनु होला। अलाउ गरिसकेपछि चाहिँ हजुरको चाहिँ आफ्नो यहाँ फोटो चाहिँ देख्नु पर्यो। इनकेस तपाईँको चाहिँ फोटो देखेको छैन, तपाईँको चाहिँ ब्लरै अथवा कालोको कालो आएको छ भने चाहिँ हजुरले चाहिँ एन्ड्रोइडमा चाहिँ साइड सेटिङलाई अन गर्नुपर्ने हुन्छ। सो साइड सेटिङलाई अन गर्न पनि म सिकाइदिनेछु। हजुरले चाहिँ एन्ड्रोइडमा चाहिँ त्यो साइड सेटिङ अन गर्नको लागि त्यस्तो विधि गाह्रो केही पनि छैन। सो यसमा चाहिँ सजिलो नै छ। हजुरले चाहिँ माथिपट्टिको 3 डट जुन चाहिँ 3वटा टिक देखेकोमा चाहिँ हजुरले चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि चाहिँ यहाँ मुनिपट्टि सेटिङमा चाहिँ क्लिक गर्नु होला। हेल्प एन्ड फिडब्याक भन्दा माथिपट्टि चाहिँ सेटिङ आइकन हुन्छ। सो हजुरले चाहिँ सेटिङमा चाहिँ जानु होला। सेटिङमा गइसकेपछि अलिकति स्क्रोल डाउन हल्का चाहिँ मुनि गर्नु होला। मुनि गरिसकेपछि चाहिँ यहाँ साइड सेटिङ भनेर देख्न सक्नुहुन्छ, जुन हजुरले चाहिँ साइड सेटिङमा चाहिँ क्लिक गरिसकेपछि यस्तो अप्सन आउँछ र अनि हजुरले चाहिँ मेनली भनेको चाहिँ क्यामेरामा जानु पर्यो। हजुरले चाहिँ यहाँ क्यामेरामा चाहिँ क्लिक गर्नु होला। क्यामेरामा क्लिक गरिसकेपछि यहाँ चाहिँ डोन्ट अलो लेखेको छ भने चाहिँ हजुरले चाहिँ साइडलाई चाहिँ अलो गरिदिनु होला, जुन चाहिँ यहाँ मेरो अलरेडी छ। माथिपट्टिको फर्स्टमा चाहिँ यसरी हुनु पर्यो र अनि यहाँ तलपट्टि चाहिँ मेरो चाहिँ यहाँ 3वटा अलाउ 3 भनेर लेखेको छ। इनकेस यस्तो ठाउँमा पनि तपाईँको यसरी आएको छ र अनि क्यामेरा चाहिँ ब्ल्याङ्क छ भने चाहिँ हजुरले चाहिँ यसमा चाहिँ यस्तोलाई चाहिँ यहाँ रिमुभ गर्न सक्नुहुन्छ। यो 3 डटमा क्लिक गर्दै यसरी चाहिँ रिमुभ गर्नु होला है। सो हजुरले यति गरिसकेपछि चाहिँ हजुरको चाहिँ क्यामेरा ओपन हुन्छ। सो क्यामेरा ओपन भइसकेपछि चाहिँ हजुरले चाहिँ आफ्नो चाहिँ एउटा राम्रो सेल्फी लिनु होला। अब मैले चाहिँ एउटा लिएर देखाउने छु। सो मेरो चाहिँ एउटा यसरी आएको छ। हजुरले चाहिँ आफ्नो राम्रो लिनु होला है। हजुरले लिइसकेपछि चाहिँ यहाँ तपाईँको चाहिँ आफ्नो फोटो आउनु पर्यो। कालो आयो भने चाहिँ हुँदैन। कालो भन्दा चाहिँ केही पनि नदेख्यो भने चाहिँ हुँदैन। सो हजुरले चाहिँ आफ्नो अनुहार चाहिँ आउनु पर्यो। आइसकेपछि चाहिँ हजुरले चाहिँ नेक्स्ट स्टेपमा क्लिक गर्नु होला। सो नेक्स्ट स्टेपमा क्लिक गरिसकेपछि हजुरले चाहिँ यहाँ चाहिँ
लेफ्ट थम्ब र राइट थम्ब भनेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हजुरको चाहिँ दायाँ र बायाँको चाहिँ ल्याप चाहिँ हाल्नुपर्छ। हजुरले चाहिँ यसमा दुई तरिकाले गर्न सक्नुहुन्छ। एउटा भनेको सिधै तपाईँले चाहिँ क्यामेरालाई ओपन गरेर, सो हजुरले चाहिँ आफ्नो क्यामेरालाई ओपन गरेर चाहिँ यसरी खिच्नु होला, जुन हजुरलाई चाहिँ मैले यहाँ स्क्रिनमा देखाएको छु। हजुरले चाहिँ यहाँ दायाँ बायाँको चाहिँ यसरी खिच्न सक्नुहुन्छ है। सो हजुरले चाहिँ दायाँ बायाँको खिचेर चाहिँ यसरी पनि तपाईँले चाहिँ हाल्न सक्नुहुन्छ, जुन हजुरले यहाँ स्क्रिनमा पनि हेर्नु होला। र हजुरलाई सेकेन्ड स्टेप पनि म सिकाइदिनेछु। सो यसरी चाहिँ हजुरले हाल्न सक्नुहुन्छ। सो हजुरले चाहिँ यसरी तल माथि चाहिँ हजुरले दायाँ र बायाँ गरेर हाल्नु होला। हजुरलाई चाहिँ मैले देखाइदिरहेको छु। इनकेस हजुरको यसरी चाहिँ हजुरको क्लियर आएको छैन भने हजुरको सेकेन्ड स्टेप पनि म हजुरलाई सिकाइदिइहाल्छु है। सो हजुरले चाहिँ आफ्नो नागरिकता, यदि नागरिकता छ भने मात्र मिल्छ यो चाहिँ सेकेन्ड स्टेप है। हजुरको नागरिकतामा चाहिँ पछाडिपट्टि चाहिँ ल्याप चाहिँ हुन्छ, तपाईँले चाहिँ यहाँ दायाँ र बायाँ हुन्छ। हजुरले सिम्पली पछाडिपट्टि नागरिकताको लागि चाहिँ हजुरले सिम्पली चाहिँ आफ्नो क्रप गर्नु होला, यसरी क्रप गरेर चाहिँ हजुरले हाल्न सक्नुहुन्छ है। सो दायाँ भनेको ठाउँमा दायाँ र बायाँ भनेको ठाउँमा बायाँ यसरी नै क्रप गरेर चाहिँ यसरी जुन यसरी आउँछ, तपाईँले यसरी आइसकेपछि चाहिँ हजुरले यहाँ हाल्न सक्नुहुन्छ। जस्तै यहाँ तपाईँलाई म हालेर पनि देखाइदिनेछु। सो हजुरले चाहिँ यसरी हाल्न सक्नुहुन्छ, जुन हजुरलाई मैले यहाँ देखाएको छु है। यसरी चाहिँ क्रप गरेर पनि हजुरले हाल्न सक्नुहुन्छ। जुन हजुरले चाहिँ सकेसम्म त हजुरले यसरी नै फोटो खिचेर ब्याक क्यामेराले गर्नु होला। इनकेस त्यसरी भएन भने चाहिँ हजुरले चाहिँ क्रप गरेर आफ्नो नागरिकताको पछाडिबाट पनि गर्न सक्नुहुन्छ। सो हजुरले यति गरिसकेपछि चाहिँ हजुरले चाहिँ आफ्नो ल्याप्चेलाई हानिसकेपछि चाहिँ नेक्स्ट भनेर चाहिँ हजुरले क्लिक गर्नु होला। सो मैले चाहिँ यसरी गर्ने भनेर डेमो देखाएको। सो हजुरले चाहिँ हाल्दाखेरि चाहिँ सेम नै हुनुपर्छ। तल माथि यसरी हाल्नु भएको छ भने यसरी नै, यदि हजुरले नागरिकता पछाडिको हाल्नु भएको छ भने नागरिकता पछाडिको नै हाल्नु होला है। सो हजुरले यति गरिसकेपछि चाहिँ हजुरले चाहिँ यहाँ नेक्स्टमा चाहिँ क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि चाहिँ यहाँ तपाईँको डिजिटल सिग्नेचर भनेर लेखेको छ, हजुरले यहाँ आफ्नो सिग्नेचर हाल्नु होला। जस्तै मैले चाहिँ एउटा नर्मल्ली हालिदिनेछु। सो यसरी आफ्नो डिजिटल सिग्नेचर गरिसकेपछि चाहिँ हजुरको यहाँ मुनिपट्टि चाहिँ नेक्स्ट स्टेप भन्ने हुन्छ। सो हजुरले चाहिँ नेक्स्ट स्टेपमा क्लिक गरिसकेपछि चाहिँ यस्तो खालको अप्सन आउँछ। सो यसमा चाहिँ केवाइसी डिटेल्स भनेर छ। हजुरले यहाँ गइसकेपछि चाहिँ मेन भनेको चाहिँ यही नै हो। सो हजुरले चाहिँ हेर्न सक्नुहुन्छ डकुमेन्ट टाइप भनेर छ। डकुमेन्ट टाइपको चाहिँ यहाँ साइडमा एरोमा क्लिक गर्दा चाहिँ थुप्रै अप्सन आउँछ। हजुरले चाहिँ यसमा जन्म दर्ता, नागरिकता, पासपोर्ट, भोटर आइडी जुनसुकैले पनि तपाईँले चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ है। अब हजुरले नागरिकता हाल्नुहुन्छ भने अगाडि पछाडिको मिल्छ, र यदि हजुरले जन्म दर्ताबाट गर्नुहुन्छ होइन, बर्थ सर्टिफिकेटबाट गर्नुहुन्छ भने चाहिँ हजुरले चाहिँ बर्थ सर्टिफिकेट चुज गर्नु होला है। इनकेस हजुरले नागरिकताबाट गर्नुहुन्छ भने सिटिजनसिप, अब पासपोर्टबाट गर्नुहुन्छ पासपोर्ट, र हजुरले जन्म दर्ताबाट अथवा तपाईँको बर्थ सर्टिफिकेटबाट गर्नुहुन्छ भने बर्थ सर्टिफिकेट भनेर चुज गर्नु होला है। सो मैले चाहिँ अहिले के अरे नागरिकताबाट चुज गर्छु, सिटिजनसिपबाट है। सो अर्को सेकेन्डमा छ डकुमेन्ट नम्बर भनेर। हजुरले जुनसुकै नागरिकता, जन्म दर्ता, पासपोर्ट जुनसुकै हाल्नुहुन्छ त्यसको चाहिँ डकुमेन्ट नम्बर भनेर हुन्छ है। अब नागरिकताको नागरिकता नम्बर हुन्छ, जन्म दर्ताको दर्ता नम्बर हुन्छ भने पासपोर्टको पासपोर्ट नम्बर भनेर हुन्छ। हजुरले चाहिँ यहाँ रेन्डमली, अब मैले चाहिँ एउटा देखाएको मात्र छु हजुरले, सो हजुरले चाहिँ आफ्नो हेरेर हाल्नु होला है। अनि यहाँ फ्रन्ट साइज र ब्याक साइड भनेर चाहिँ लेखेको छ। हजुरको नागरिकता छ भने त अगाडि पछाडिको भइहाल्छ होइन। यदि हजुरको अब पासपोर्ट छ भने नि अगाडि पछाडिको दुई साइडको हुन्छ। यदि जन्म दर्ता छ भने एक साइडको मात्र हुन्छ, अगाडिको मात्र हुन्छ। त्यस्तो अवस्थामा यदि तपाईँसँग जन्म दर्ता मात्र छ भने चाहिँ हजुरले चाहिँ त्यही अगाडिको फोटो, एउटै फोटोलाई चाहिँ तलमाथि सेम हाल्ने है। यति कुरा बुझ्नु कि जन्म दर्ता छ भने चाहिँ हजुरले तलमाथि सेम गरेर हाल्नु होला है। सो अनि अर्को भनेको अब तपाईँले चाहिँ अब नागरिकता हाल्दाखेरि चाहिँ हजुरले अगाडिको अगाडि र पछाडिको पछाडि चाहिँ हाल्नु होला। म हालेर पनि देखाइदिनेछु है। हेर्न सक्नुहुन्छ मैले चाहिँ हालिसकेको छु, जुन चाहिँ मैले चाहिँ नागरिकता हालेको छु, जुन चाहिँ मैले चाहिँ क्रोमबाट एउटा डाउनलोड गरेर रेन्डमली हजुरहरूलाई सिकाउनको लागि हालेको, जुन हजुरले यसरी हाल्न सक्नुहुन्छ है। यदि अब हजुरले चाहिँ स्क्यान गरेको डकुमेन्ट हो होइन, डाइरेक्ट तपाईँले कम्प्युटरबाट स्क्यान गरेको छ होइन, स्क्यान मेसिनबाट गरेको छ भने कहिले कहिले यहाँ चाहिँ फेल भनेर चाहिँ देखाउन सक्छ। सो त्यो टाइममा चाहिँ हजुरले चाहिँ क्रप गरेर, नभए चाहिँ हजुरले ओरिजिनल क्यामेराबाट चाहिँ खिचेर हाल्नु होला है। सो हजुरलाई चाहिँ मैले एउटा देखाइरहेको मात्र हो। सो हजुरले चाहिँ अब नागरिकतालाई चाहिँ फेल हुन्छ अथवा तपाईँको फेल प्रब्लम आउँछ भने चाहिँ हजुरले चाहिँ क्यामेराबाट चाहिँ यसरी चाहिँ लिइहेर्नु होला, जुन चाहिँ हजुरलाई म देखाएको छु। सो यसरी चाहिँ लिएर खिचेर गर्न सक्नुहुन्छ है। सो हजुरको चाहिँ नागरिकता यस्तो हुन्छ, यो ठाडो तरिकाले चाहिँ नखिच्नु होला। सो तपाईँको नागरिकतालाई चाहिँ तपाईँले चाहिँ यस्तो तरिकाले चाहिँ खिच्न सक्नुहुन्छ है। यसरी चाहिँ खिच्नु होला, जुन चाहिँ हजुरले चाहिँ यसरी है, जुन चाहिँ यसरी गर्दाखेरि चाहिँ तपाईँको सेफली हुन्छ, तपाईँको रिजेक्ट हुँदैन है। तपाईँले चाहिँ नागरिकतालाई यसरी, अब यसरी गर्दाखेरि चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि तपाईँको यहाँनिर फोटो देखिन्छ, यहाँनिर फोटो देखिन्छ, यता चाहिँ डिटेल्स, यतातिर डिटेल्स देखिन्छ होइन। सो यो तरिकाले गर्नु। अब यसरी खिच्दाखेरि तपाईँको फोटोहरू राम्ररी आउँदैन। सो यो तरिकाले चाहिँ खिच्न सक्नुहुन्छ है।
र अनि अर्को कुरा मैले यहाँ स्क्रिनमा पनि देखाएको छु। सो हजुरले चाहिँ यही नै तरिकाले चाहिँ हजुरले यहाँ गर्नु होला। मैले जुन यहाँ फोटो हालेको छु नागरिकताको, यही तरिकाले चाहिँ हजुरले ठाडो बनाएर चाहिँ हाल्न सक्नुहुन्छ। बाङ्गोटिङ्गो बनाउनुहुन्छ भने रिजेक्ट हुन्छ है। सो त्यसपछि चाहिँ हजुरले सबमिटमा चाहिँ क्लिक गर्नु होला। सो सबमिटमा क्लिक गरिसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ प्रोसेसिङ केवाइसी डिटेल्स भनेको छ। एकैछिन चाहिँ तपाईँको टाइम लिन्छ, एकैछिन चाहिँ तपाईँको प्रोसेसिङ टाइम लेख्छ। किन भन्दाखेरि यो चाहिँ कम्पनीले चाहिँ तपाईँको यहाँ स्क्यानिङहरू गरिरहेको हुन्छ। हेर्न सक्नुहुन्छ केवाइसी डिटेल्स सक्सेसफुल भनेको छ। यसलाई चाहिँ एकपल्ट रिफ्रेस गरेर यसरी स्क्रोल डाउन गरेर चाहिँ हेर्न सक्नुहुन्छ। जसरी मैले गरिरहेको छु यसरी चाहिँ रिफ्रेस गरेर चाहिँ हजुरले हेर्नु। त्यसपछि चाहिँ हजुरको चाहिँ यहाँ येल्लोमा चाहिँ यहाँ माथिपट्टि केवाइसी पेन्डिङ भनेर लेखेको छ है। सो यसरी चाहिँ तपाईँको येल्लोमा देखाइसकेपछि केवाइसी पेन्डिङ एडमिन विल भेरिफिकेसन सुन भनेको लेखेको ठाउँमा चाहिँ तपाईँको चाहिँ अलमोस्ट पनि तपाईँको 6 घन्टादेखि 12 घन्टामा चाहिँ अप्रुभ हुन्छ। तपाईँले आँटिनु पर्दैन। 6 to 12 आवरमा चाहिँ तपाईँको अप्रुभ भएर तपाईँको जिमेलमा चाहिँ नोटिफिकेसन आउँछ है। सो नोटिफिकेसन आइसकेपछि भेरिफिकेसन भइसकेपछि के गर्ने म त्यो पनि हजुरलाई सिकाइदिनेछु। सो तपाईँको चाहिँ जिमेलमा चाहिँ नोटिफिकेसन आइसकेपछि या तपाईँले चाहिँ 4-5 घन्टा 5-6 घन्टापछि जिमेलमा नोटिफिकेसन नआउँदा पनि चेक गर्नु होला 4-5 घन्टापछि है। सो हजुरले यस्तो बेलामा चाहिँ यस्तो भइसकेपछि अथवा तपाईँले म्यासेज आइसकेपछि चाहिँ तपाईँले एकपल्ट लगआउट गरेर लगइन गर्नु होला आइडीलाई। लगआउट गरेर एकपल्ट लगइन गर्नु, नभए चाहिँ हजुरले चाहिँ एकपल्ट रिफ्रेस गरेर चाहिँ हेर्नु होला। एकपल्ट रिफ्रेस गरेर हेरिसकेपछि ल हेर्न सक्नुहुन्छ। रिफ्रेस गर्दाखेरि मेरो आइडी ओपन भयो। तब अब केवाइसी भइसकेपछि चाहिँ तपाईँको अप्रुभ भइसकेपछि चाहिँ माई कोर्स भनेर यस्तो खालको इन्टरफेस देख्छ है। तपाईँको फर्स्ट त केवाइसी भयो। अब सेकेन्ड र थर्डमा भनेको मेन कुरा गर्नुपर्ने छ अफिलिएट भेरिफिकेसन र टास्क भेरिफिकेसन। सो यसको लागि चाहिँ हजुरले ओपन भइसकेपछि चाहिँ यसमा पनि डबल डट छ जुन हजुरले हेर्न सक्नुहुन्छ। यो माथिको डबल डटमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अफिलिएट प्रोग्राम भनेर चाहिँ हेर्न सक्नुहुन्छ जुन गिफ्ट जस्तो बक्स पनि छ प्लस अफिलिएट प्रोग्राममा चाहिँ हजुरले क्लिक गर्नु होला। अफिलिएट प्रोग्राममा क्लिक गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस आउँछ। यसलाई चाहिँ अलिकति स्क्रोल डाउन गर्नु होला है। तपाईँको तलमाथि अलिकति स्क्रोल डाउन गरेर चाहिँ यहाँ तपाईँको बिकम अ पार्टनर भनेर लेखेको हुन्छ जुन येल्लोमा बिकम अ पार्टनरमा चाहिँ हजुरले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। यसलाई पनि अलिकति तलमाथि गर्नु। तलमाथि गर्दा चाहिँ तपाईँको यस्तो चाहिँ अप्सन आउँछ है जुन हजुरको चाहिँ यहाँ क्यामेराको अप्सन आउँछ। तपाईँले चाहिँ यहाँ अहिले मैले भनेको जस्तै फोटोलाई चाहिँ क्लिक गर्नु होला है। सो मैले चाहिँ भिडियो बनाउनको लागि चाहिँ मैले क्यामेरालाई चाहिँ एकछिन अफ गरेको छु सेटिङलाई चाहिँ। सो हजुरले चाहिँ क्याप्चर गर्नु होला, आफ्नो फोटो लिनु होला है। राम्रोसँग फोटो लिएर चाहिँ हजुरले यहाँ नेक्स्ट स्टेपमा गरेर चाहिँ तपाईँको यहाँ लेफ्ट थम्ब र राइट थम्ब भनेको छ यहाँ चाहिँ अटोमेटिकली सबमिट गर्नु होला। किन भन्दाखेरि अघि हालेको थम्ब फिङ्गरप्रिन्ट नै हजुरको यहाँ पनि सेभ भइसकेको हुन्छ। सो त्यही भएर चाहिँ हजुरले यहाँ सबमिट गरिदिनु होला। यसको काम चाहिँ तपाईँको यति नै हो। यसमा सबमिट गरिसकेपछि चाहिँ हजुरले यस्तो आउँछ। तपाईँको यस्तो देखाइसकेपछि यहाँ मुनिपट्टि चाहिँ यहाँ तपाईँले क्लिक गर्नु होला कन्फर्म डिटेल्स एन्ड रिक्वेस्ट अफिलिएट प्रोग्राममा चाहिँ हजुरले चाहिँ यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि चाहिँ हजुरको यहाँ अफिलिएट प्रोग्राम सक्सेस भनेर देखाउँछ र तपाईँको यहाँ माथिपट्टि पनि तपाईँको अफिलिएट भेरिफिकेसन पेन्डिङ भनेर येल्लोमा देखाउँछ। सो हजुरको यो पनि तपाईँको 6 to 12 आवरमा नै तपाईँको हुन्छ कम्प्लिट जुन हजुरले यहाँ देख्न सक्नुहुन्छ है। तपाईँको फर्स्ट स्टेप पनि केवाइसी भयो, सेकेन्ड स्टेप तपाईँको अफिलिएट भेरिफिकेसन भयो, थर्ड स्टेप भनेको तपाईँको टास्क भेरिफिकेसन गर्नुपर्छ। तपाईँले त्यो टास्क भेरिफिकेसन गरेपछि चाहिँ तपाईँको टास्कहरू गर्न पाउनुहुन्छ। सो यसको लागि पनि तपाईँले चाहिँ सिम्पली डबल डटमा जानु होला। डबल डटमा गएर यो अफिलिएट भेरिफिकेसन हुँदै गर्छ। त्यो साथसाथै तपाईँले टास्क भेरिफिकेसन एकैपल्टमा दुईवटा काम चाहिँ गर्न सक्नुहुन्छ है। सो टास्क भेरिफिकेसन गर्नको लागि चाहिँ तपाईँले सेकेन्ड लास्टकोमा चाहिँ जानु होला। या सार्कै टास्क प्रोग्राम भनेर चाहिँ सेकेन्ड लास्टमा छ। हजुरले सिम्पली त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि चाहिँ एकैछिन चाहिँ लोडिङ लिन्छ। सो एकैछिन लोडिङ लिइसकेपछि चाहिँ हजुरले चाहिँ यहाँ यस्तो खालको इन्टरफेस देख्न सक्नुहुन्छ जुन हजुरले चाहिँ यहाँ हल्का लोडिङ लिइरहेको छ। हजुरले चाहिँ टास्क प्रोग्राममा क्लिक गरिसकेपछि चाहिँ यहाँ यस्तो खालको अप्सन आउँछ जुन चाहिँ यहाँ येल्लोमा चाहिँ जोइन नाउ एन्ड स्टार अन भनेर चाहिँ यहाँ लेखेको छ है। तपाईँले जोइन नाउ एन्ड स्टार अनमा चाहिँ यहाँ एरो जस्तो पनि लेखेको छ। हजुरले चाहिँ यसमा क्लिक गर्नु होला। सो क्लिक गरिसकेपछि यहाँ वेलकम टु एसआरके पोर्टल भनेर पनि यहाँ माथिपट्टि हरियोमा देखाउँछ है। सो मेन भनेको तपाईँले फर्स्टमा चाहिँ भेरिफिकेसन गर्नु पर्यो। सो हजुरले चाहिँ भेरिफिकेसनमा चाहिँ हजुरले क्लिक गर्नु होला। इनकेस तपाईँको अन्ततिर तलतिर चाहिँ क्लिक हुन्छ भने चाहिँ तपाईँले भेरिफिकेसनमा क्लिक गर्नु होला। सो यसमा क्लिक गरिसकेपछि हल्का मुनि स्क्रोल डाउन गर्नु होला। स्क्रोल डाउन गरिसकेपछि यहाँ पेन्डिङ भनेर देखाएको हुन्छ। यो पेन्डिङ चाहिँ तपाईँको एक्चुअलमा होइन, तपाईँको यहाँ मुनि चाहिँ टास्क भेरिफिकेसन भनेर चाहिँ देखाइरहेको छ, त्यसमा चाहिँ क्लिक गर्नु होला है। सो तपाईँले चाहिँ यहाँ टास्क भेरिफिकेसनमा चाहिँ हजुरको यहाँ क्यामेराको जस्तो आइकन छ। हजुरले चाहिँ त्यसमा क्लिक गरिसकेपछि यहाँनिर भनेको छ अपलोड डकुमेन्ट। तपाईँको अब अघि जुन हाल्नु भएको थियो त्यही, अब जन्म दर्ता हाल्नु भएको थियो भने जन्म दर्ता, नागरिकता हाल्नु भएको थियो भने नागरिकता चाहिँ यहाँ हाल्नु होला है। सो मैले चाहिँ हालिसकेको छु, हेर्न सक्नुहुन्छ
के अरे इमेज पनि देखाएको छ, आइएमजी भनेर देखाएको छ जुन हजुरले हेर्न सक्नुहुन्छ। अब तपाईँको जन्म दर्ता अनि जन्म दर्ताको हाल्नु, यदि नागरिकताको हो भने अगाडिपट्टिको मात्र खिचेर हाल्दा हुन्छ है। हालिसकेपछि चाहिँ यहाँ नेक्स्ट सेल्फी भनेर चाहिँ क्लिक गर्नु होला। मुनिपट्टि सेल्फीमा लिएर चाहिँ तपाईँले चाहिँ यहाँ आफ्नो फेरि पनि यसरी चाहिँ एउटा सेल्फी लिनु होला है। सो मैले चाहिँ यहाँ एउटा चाहिँ सेल्फी लिनेछु। सेल्फी लिइसकेपछि चाहिँ तपाईँले नेक्स्ट भनेर चाहिँ नेक्स्ट सिग्नेचरमा चाहिँ क्लिक गर्नु होला। नेक्स्टमा चाहिँ अहिले जस्तै तपाईँले यहाँ एउटा चाहिँ डिजिटल सिग्नेचर चाहिँ हजुरले गर्नु होला। गरिसकेपछि यहाँ मुनिपट्टि चाहिँ तपाईँको यहाँ सानो आइकनमा चाहिँ तपाईँको येल्लोमा देखिरहेको हुन्छ के अरे क्लियर भनेर अप्सन छ। त्यसपछि टी इसमा के अरे स्याम्पल भनेर छ होइन। अनि त्योभन्दा यतापट्टि चाहिँ येल्लोमा चाहिँ एस मात्र भनेर लेखेको छ, टिक अनि एसमा चाहिँ हजुरले चाहिँ क्लिक गर्नु होला। त्यो भने सेप हो तर त्यहाँ फुल्ली नदेखाएको। सो हजुरले चाहिँ यसमा सेपमा चाहिँ क्लिक गरेर चाहिँ हजुरले यहाँ मुनिपट्टि नेक्स्ट गर्नु होला है। सो नेक्स्ट गरिसकेपछि हजुरको चाहिँ यहाँ डकुमेन्टमा जे नाम छ तपाईँले चाहिँ त्यो डकुमेन्टको चाहिँ फुल नेम चाहिँ हाल्नु होला। जस्तै मैले चाहिँ मेरो नामै हाल्नेछु अनिल साक्य भनेर। सो जन्म मिति चाहिँ हजुरले हाल्नु होला। सो मैले चाहिँ जन्म मिति आजको हाल्छु र अनि त्यसपछि गएर नेक्स्ट टु रिभ्यूमा चाहिँ हजुरले क्लिक गर्नु होला। त्यसपछि हजुरको आफ्नो फोटो तपाईँको ए टु जेड डिटेल्सहरू चाहिँ यहाँ देखाउँछ। अनि सबमिट भेरिफिकेसनमा क्लिक गर्नु होला है। सो हजुरले सबमिट भेरिफिकेसनमा क्लिक गरिसकेपछि चाहिँ हजुरले हेर्न सक्नुहुन्छ तपाईँको चाहिँ देखाएको छ। र अनि त्यसपछि गएर यसरी अलिकति माथि गएर फेरि भेरिफिकेसनमा क्लिक गर्नुहुन्छ भने यहाँ चाहिँ तपाईँको एकपल्ट चाहिँ रिफ्रेस गरेर हेर्नु होला। सो एकपल्ट रिफ्रेस गरेर हेर्दा चाहिँ तपाईँको चाहिँ यहाँ टाइम देखाउँछ है। तपाईँको जुन यहाँ एकछिन म स्क्रिन रिफ्रेस पनि गरेर देखाइदिनेछु। सो मेरो चाहिँ अलिकति नेट स्लो भएर देखाइरहेको छैन। सो मेरो चाहिँ अलिकति नेट स्लो भएर देखाइरहेको छैन। हजुरले रिफ्रेस गर्दा चाहिँ तपाईँको 24 आवर टु 48 आवर भनेर देखाउँछ होला। त्यो टाइममा चाहिँ हजुरले चाहिँ वेट गरेर बस्नु। तपाईँको 24 देखि 48 घन्टाभित्र चाहिँ तपाईँको टास्क भेरिफिकेसन पनि हुन्छ है। सो त्यत्रो टाइम त लाग्दैन। जेस एउटा कम्पनीको रुल्स अनुसार चाहिँ तपाईँले चाहिँ त्यो वेट गर्न चाहिँ पर्छ। सो मैले भनेर हुने होइन, त्यो चाहिँ तपाईँको कम्पनीको रुल्स अनुसार चाहिँ वेट गर्नु होला। तपाईँको 24 आवरभित्र चाहिँ अथवा तपाईँको 48 घन्टा 1 देखि 2 दिनमा चाहिँ तपाईँको बिजनेस 1 to 2 डे वेटिङ भनेर देखाउँछ। त्यो टाइममा चाहिँ तपाईँले गर्न सक्नु के अरे तपाईँको चाहिँ तपाईँको नोटिफिकेसन आउँछ। नभए चाहिँ तपाईँले चाहिँ लगइन गरेर हेर्दा भेरिफिकेसन पनि भइसकेको हुन्छ है। त्यसपछि मेन कुरा आयो पासवर्डलाई कसरी चेन्ज गर्ने भनेर है। अब कम्पनीले राखिदिएको रेन्डम होला अथवा हजुरले को सिनियरले राखेको पासवर्डहरू रेन्डम होला होइन। त्यो पासवर्डलाई कसरी चेन्ज गर्ने भन्ने लाग्छ भने हजुरले चाहिँ यसरी माई कोर्समा गएर अथवा नभए तपाईँले चाहिँ यसरी तपाईँले एकपल्ट लगआउट गरेर लगइन गरेर चाहिँ माई कोर्स आउँछ। त्यसपछि चाहिँ यहाँ तपाईँले चाहिँ डबल डटमा फेरि जानु होला। डबल डटमा तपाईँले गइसकेपछि यहाँ तपाईँको एडिट प्रोफाइल भनेर हुन्छ जुन 3rd नम्बरमा छ। तपाईँले एडिट प्रोफाइलमा गएर चाहिँ तपाईँको आफ्नो प्रोफाइल पिक्चर पनि राख्न सक्नुहुन्छ र यतापट्टि पासवर्ड भनेर छ, पासवर्डमा राख्न सक्नुहुन्छ। जस्तै यहाँ न्यू पासवर्ड र कन्फर्म पासवर्डै राख्नु होला। तल माथि सेम पासवर्ड राखेर चाहिँ तपाईँले पासवर्डलाई चाहिँ अपडेट गर्नुभयो भने चाहिँ तपाईँको पासवर्ड सक्सेसफुली चेन्ज हुन्छ है। सो हजुरले फर्स्टमा केवाइसी गर्नु पर्यो, सेकेन्डमा अफिलिएट भेरिफिकेसन, थर्डमा चाहिँ तपाईँको टास्क भेरिफिकेसन र फोर्थमा भनेको पासवर्ड चेन्ज गर्नु होला। सो यसरी चाहिँ तपाईँको केवाइसी सक्सेसफुल हुन्छ। र अब हजुरले चाहिँ यसमा चाहिँ अब मेन भनेको तपाईँले अब तपाईँको लाइभ क्लासहरूमा पनि सिकाइदिन्छ र हजुरको प्याकेज अनुसारको आइडीमा कोर्सहरू हुन्छ जुन हजुरले हेर्न सक्नुहुन्छ। तपाईँकोले चाहिँ यहाँ कोर्स अहिले चाहिँ मेरो एउटा मात्र देखाएको छ। मैले हजुरलाई चाहिँ डेमोको लागि यो भिडियो बनाउँदैछु भने यहाँ माई कोर्समा तपाईँको प्याकेज अनुसारको थुप्रै कोर्सहरू हुन्छ। यसरी चाहिँ हजुरले चाहिँ कोर्सहरूलाई हेर्न सक्नुहुन्छ। यहाँ जस्तै यहाँ चाहिँ फोटोसपको देखाएको छ, यहाँ प्ले भन्ने अप्सन छ। हजुरले प्लेमा क्लिक गरेर चाहिँ प्ले गर्न सक्नुहुन्छ। सो हजुरको पनि प्याकेज अनुसारको चाहिँ कोर्सहरू हुन्छ। कम्युनिकेसन स्किल, अफिलिएट मार्केटिङ, फोटो एडिटिङ, भिडियो एडिटिङ होइन, तपाईँको थुप्रै तपाईँको डिजिटल मार्केटिङ, कम्युनिकेसन स्किलहरू, तपाईँको आफ्टर इफेक्ट, प्रिमियम प्रो जस्तो तपाईँको मार्केटको हाई डिमान्डेड स्किलहरूको कोर्सहरू हुन्छ। यो चाहिँ तपाईँले 24 घन्टामा जुनसुकै टाइममा चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। इनकेस तपाईँको क्लास नभएको टाइममा, फ्री भएको टाइममा, तपाईँ चाहिँ होइन केही पनि काम नभएको टाइममा चाहिँ हजुरले आफ्नो कोर्सहरूलाई हेरेर सिक्नु होला। हजुरले लगाइरहेको होला यो कोर्स हेरेर चाहिँ के पाउँछ भन्ने लाग्छ भने हजुरले स्कुल कलेजमा किन जानुहुन्छ? त्यो किताब त घरमा बसेर पनि पढ्न सक्नुहुन्छ, त्यो बुक त घरमा बसेर पनि पढ्न सक्नुहुन्छ होइन। तर स्कुलमा गएर तपाईँले पढेको एक्चुअलमा तपाईँले बुझ्नुहुन्छ। हो यहाँ पनि तपाईँले यस्तै हो, तपाईँले अब युट्युबमा त फ्री कोर्स पाउँछ भन्नु होला, टिकटकमा फ्री कोर्स पाउँछ भन्नु होला, तर यहाँ चाहिँ तपाईँको लाइभ प्रुफ तपाईँको A to Z चाहिँ राम्ररी सिकाएको हुन्छ। सो हजुरले चाहिँ यो हेर्न सक्नुहुन्छ। सो हजुरले चाहिँ आजको यो भिडियो हेरेर चाहिँ आफ्नो केवाइसीहरू बुझिसक्नुभयो होला र केवाइसीहरू पनि गरिसक्नुभयो होला। सो हजुरले केही नबुझेको छ भने हजुरले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ र हजुरलाई नेक्स्ट भिडियो चाहिँ कुन टपिकमा चाहिन्छ हजुरले कमेन्ट पनि गर्न सक्नुहुन्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ। हजुरले चाहिँ यो भिडियोलाई चाहिँ यहाँसम्म हेर्नु भएको छ र हजुर यस च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला।